ला कहाँ हालेको तातो पानी चाहिँ अन्त त्यस्तोमा हाल्दैन हैन नि त बट्टा त पुरै कुच्चाइदिएछ नि त असला चाहिँ मैले 250 मा एउटा बुक गरेको छु है बस सम्माननीय मुख्यमंत्री महोदय सर आप दीप प्रज्वलन करके हमारे इस कार्यक्रम को शुभारंभ करने की कृपा करें। हेलो एभ्रीवन वेलकम बैक टू माई न्यू ब्लग। सो आफ्टर लङ टाइम यो ब्लग बनाउँदैछु हैन र आज चाहिँ भने म र बिमल भाइ चाहिँ गान्तोक जाँदैछ। गान्तोक भन्दा पनि आसाम निन्जे भन्ने जग्गामा त्यहाँनिर फेरि हाम्रो आजदेखि 3 दिनको ट्रेनिङ हुनेवाला छ हैन त्यसको लागि जाँदैछु र घरबाट चाहिँ म कति 5:40 जस्तोमा म हिँडेको हैन र अहिले चाहिँ भने यहाँनिर म बिमल भाइलाई पर्खिरहेको छु। सो बाइक चाहिँ यहाँनिर चाहिँ यस्तो प्रकारले हिजो मजाले सफाहरू गरेँ हैन टडक्कै सफा गरेर चाहिँ आज चाहिँ हिँडेको नि त र त्यही हो आज अब कतिवटा जग्गाहरूमा म यो ब्लग कभर गर्ने छैन। सो अहिले चाहिँ अब त्यस्तै छ बिहानको वेदर चिसो चिसो पनि छ तर मजाले एकदमै तातो भएर हिँडेको छु हैन र हेरौँ अब के कसो हुन्छ र भाइ पनि यहाँनिर ठिकै माथि आउँदै रहेछ। बिमल भाइको घर चाहिँ यहाँ माथि हो नि त र म चाहिँ तलबाट आउनु पर्यो नि त हैन। गुड मर्निङ भाइ। ल तिम्रो यहाँनिर भिडियो कभर गरिदिरहेछु। अलिक ठिक भयो अलिक ठिक भयो नि ल अब यो भ्लग बनिहाल्यो भने चाहिँ अपलोड गर्छु हैन। मर्निङ खाजा मजाले खाएर हिँड्यो होला नि। ल ल र अब चाहिँ भने हामी दुई भाइ यहाँबाट हिँड्नु लागेको हैन। ब्याकप्याक भाइको पनि रहेछ मेरो पनि यहाँनिर अब 3 दिनको लागि हो। अलिअलि त लुगा फेरफारे लुगा बोक्नै पर्यो नि त त्यही भएर मैले पनि अलिअलि बोकेको छु भाइले पनि बोकेको रहेछ र अब हामी चाहिँ यहाँबाट जानेवाला छौँ र अगाडि एकदमै राम्रो सिन देखिरहनु भएको छ तपाईहरुले हेर्नुस्। अब बाइकको कन्डिसन एकदमै राम्रो छ है राम्रो लुक्स दिइरहेको छ र यो ग्रीन हेलमेट म लाउँछु र ब्ल्याक हेलमेट चाहिँ भाइले लगाउँछ र यतापट्टिको लुकिङ ग्लास चाहिँ मेरो लुज भएर खोलिरहेको छु नि त अहिले चाहिँ सिंगल एउटा लुकिङ ग्लासमा मात्रै हिँड्नु परिरहेको छ हैन र यहाँको यो लुकिङ ग्लास चाहिँ मैले मगाइरहेको छु र यो आएपछि फेरि यसलाई फेर्नेछु र भएन भने चाहिँ यसको यो जुन चाहिँ गार्ड हुन्छ यो पनि गएको छ होला यो गएको छ भने चाहिँ यो पनि चेन्ज गर्नुपर्ने छ र त्यही हो। अब म चाहिँ खाजा नखाइ हिँडेको भाइ चाहिँ अलिअलि खाजाहरू खाएर हिँड्यो रे हैन बाटोमा हेरौँ अब कहाँतिर खानुपर्छ होला र यस्तो प्रकारले सुगाट पनि लगाएको छु र अब बिमल भाइ र मेरो गान्तोकको तर्फ हाम्रो यात्रा सुरु हुन आँटिरहेको छ हैन र अब फाइनल गेटअप चाहिँ हाम्रो यस्तो छ हैन। बिमल भाइ पनि हेलमेट लगाएर रेडी चटक्कै आमामा भित्रको भाइजहरूले फेरि हेर्छौँ देख्दैछ र एउटा ब्याग चाहिँ पछाडि बाँधेको छ र भाइ चाहिँ एकदम बिमारी अवस्थामा छ हैन र चिसो लाग्न सक्छ एकदमै। अब चाहिँ हाम्रो यात्रा सुरु गर्छौँ है त। ल अहिले चाहिँ भने हामी यहाँनिर रानीपुललाई पुगिसक्यो हैन र अब चाहिँ हामी यहाँनिर बाइक पार्क गरिरहेको छ र अब हामी जानुपर्ने चाहिँ यो अगाडि हो र अहिले चाहिँ भने हामी 8:20 जस्तोमा चाहिँ हामी लगभग 2 घन्टा 20 मिनटहरूमा चाहिँ हामी घरदेखि रानीपुललाई पुगिसकेको छु। ल खाजा आइपुगिसकेको छ तातो तातो सुक्खा रोटी अनि सब्जी आलुको सब्जी यहाँनिर अचार छ हल्का हो र बिमल भाइले चाहिँ सुरु गरेको छ एकदमै मिठो छ जस्तो छ हेर्दै दामी रहेछ। प्लेट रेतिसक्यो हैन भोकले गर्दा होला तर भोक भन्दा पनि अब ढिलो पनि हुन्छ नि त त्यही भएर अब हामीले अहिले 3वटा सुक्खा रोटी खायो र अब फेरि 2-2वटा मगाएको छ र चिया चाहिँ पाउँदैन रहेछ र पानीसँग तातो पानीसँग खाँदैछ। र फाइनली अहिले चाहिँ हामी जुन चाहिँ हाम्रो ट्रेनिङ हुने जग्गामा आइपुगिसक्यो र अब चाहिँ यहाँनिर बाइक यसरी पार्क गरिरहेको छु हैन र हाम्रो रेजिस्ट्रेसनहरू पनि कम्प्लिट भएर चाहिँ रुम पनि पाएँ हैन। रुम नम्बर कति छ 313 रुम नम्बर पाएको छौँ र विनोद दाजु पनि यहाँनिर अघि आएर गाडी पार्क गरिसक्नु भएछ र अब चाहिँ हामी बाइक यहीँ पार्क गरेर हामी बस्नुपर्ने जग्गा चाहिँ यो तल हो यो जुन चाहिँ तल देख्नु हुँदैछ। ल अहिले चाहिँ भने हामीले रुम पनि पाइसक्यो हैन
र हाम्रो रुम चाहिँ यो छ बस्नुपर्ने जग्गा र हामी 3 जनाको लागि पाएको छौँ यो रुम। ओ तिमी आइपिएल हेर्ने भनेको न टिभी पनि रहेछ। बिमा भाइको इच्छा पनि पुरा हुने रहेछ हो आइपिएल हेर्ने। पानी तताउने पनि छ रेडी। र यहाँनिर कस्तो रहेछ वासरुम? यो वासरुम रहेछ हो कस्तो छ खै ल ऐना पनि रहेछ चिडिक्कै होइन। र यो प्रकारले अब चाहिँ हाम्रो बस्ने जग्गाहरू सबै मिलिसक्यो होइन। बाइकमाथि पार्क गऱ्यो र अब चाहिँ मजाले फ्रेस हुने रुममा आफ्टर लङ टाइम ग्याप गरेर है यो ब्लग बनाउँदैछु। अन्त अलिकति बोल्नु समस्या हुँदो रहेछ होइन, किनभने सधैँ गरिबस्दाखेरि त याद हुन्थ्यो नि त। तर केही छैन, बनाउने हो है। र त्यही हो, अब मजाले तलै खाजा खाएर आएको छौँ र लन्च चाहिँ 1 बजीदेखि 2 बजीसम्म भन्दैछ। र अब मजाले फ्रेस भएर त्यहाँदेखि चाहिँ हामी आजको ट्रेनिङ एटेन्ड गर्नेछौँ है त। र अहिले चाहिँ भने हामी ट्रेनिङ सकेर यहाँ हामी विमल भाइ, मनोज भाइ र म चाहिँ घुम्न आएको छौँ होइन। बाइकमा हामी 3 जना, सर्ट डिस्टेन्स भएर चाहिँ हामी 3 जना एउटै बाइकमा आयो। ल हेलो भनिदियो मनोज भाइ। यता चाहिँ मनोज भाइ। कस्तो मजा आयो घुम्नु? एकदम मजा मजा। कतिको मजा? बहुत मजा आयो। विमल भाइलाई चाहिँ जबरजस्ती लिएर आएको हामीले है, बिचरा अलिक बिसन्चो छ नि त, चिसो लागेर। अब गएर फेरि अब दबाई खाएर रेस्ट गरिदिनु तिमी। र यहाँनिर चाहिँ यस्तो दामी फुल फुलेको रहेछ यहाँ हेर्नुहोस् तपाईँहरूले। भमरा त अब पुरै छ नि त यहाँ। ल अब यहाँ हल्का फोटो सेसन, त्यहाँदेखि त्यसको बादमा चाहिँ फेरि हामी फर्किनेछौँ हुँदै हाम्रो जुन चाहिँ आज बस्नुपर्ने जग्गामै। र अहिले चाहिँ भने हामीले यहाँनिर फोटोसुट पनि गरिसक्यो होइन। र अब हामी चाहिँ भने फेरि तल जाने, यहाँ तल एउटा ट्राइबल स्कुल के रहेछ र त्यहाँनिर निक्लिने, त्यहाँ घुम्नु दियो भने चाहिँ। र अब ट्रेनिङ चाहिँ अघि नै सक्यो नि त, कति 3:30तिर सक्यो। त्यहाँदेखि हामी रुममा बसिरौँ फेरि कहाँ होइन, बल्ल बल्ल आएको नयाँ जग्गामा भनेर चाहिँ घुम्नु निक्लेको। र एकछिन घुमेर त्यहाँदेखि चाहिँ फेरि हामी जान्छौँ रुममा। अन्त अब त्यही हो, ल जाउँ भाइ। अब तल निक्ल्यौँ है एकछिन, क्यान्टिन सेन्टिन निस्केर तल उयो दियो भने तल निक्ल्नुपर्छ हौ ट्राइबलमा। लेट्स गो। र अहिले चाहिँ भने हामी यहाँ तल फेरि यहाँनिर घुम्न आइरहेको छौँ। यो चाहिँ सुन्नमा आउँदा ट्राइबल स्कुल त्यस्तै केही भन्दै थियो। र एक्ज्याक्ट चाहिँ त्यो अहिले गेटमा हेर्नुपर्छ है के हो भनेर। र त्यही हो, हामी बस्नुपर्ने जग्गा चाहिँ यहाँ तल देख्दैछ। र हेलो एभ्रिवान, आज चाहिँ ट्रेनिङको सेकेन्ड डे र अहिले चाहिँ हामी यसरी रेडी हुँदैछौँ। यहाँ मनोज भाइ एकदमै ह्यान्डसम हुँदैछ होइन। त्यस्तो प्रकारले विमल भाइले चाहिँ ला कहाँ हालेको तातो पानी चाहिँ अन्त त्यस्तोमा हाल्दैन होइन नि त, बट्टा त पुरै कुच्चाइदिएछ नि त, सेलाएर हाल्नु पर्थ्यो कि त्यो जकै बोक न भाइ। जकै है बोक्दा हुन्छ न। त्यस्तै हो, सेकेन्ड डे हो। सेकेन्ड डे सक्छ पनि आज, सक्छ पनि सेकेन्ड पनि छ। आज हामी के सिकाउँछ के हुन्छ भनेर आज चाहिँ आजको चाहिँ नयाँ सिजन। हिजोको चाहिँ हामीले पहिल्यै रामङलामै गरिसकेको थियो। आज चाहिँ के कसो हुन्छ होइन, के कसो हुन्छ तपाईँलाई रोशन बाबुले अपडेट दिँदै गर्नुहुन्छ। अपडेट चाहिँ दिँदै लाइक गर्नुहोस् होला, फलो गरिदिनुहोस्। जति पनि अब उहाँको भिडियोलाई यसो समस्या गरिदिनुहोस्। र अब चाहिँ हामी जानु लागेको र आज चाहिँ अलिक छिटो जाने, एकदमै मान्छे बेसी भएको कारणले अन्त त्यहाँ सिटहरू पाउने चान्स हुँदैन नि त राम्रो, त्यही भएर अलिक छिटो जाने। स्टार्ट चाहिँ हाम्रो 10 बजीदेखि हो, तर अहिले हामी कति 9:20तिर नै हामी रेडी भइसकेको छौँ होइन। र 1 बजीसम्म हुन्छ, त्यहाँदेखि चाहिँ फेरि 1 बजीदेखि लन्च, त्यहाँदेखि सेकेन्ड सेसन हुन्छ, त्यहाँदेखि चाहिँ हाम्रो ट्रेनिङ सकिन्छ है त। के चाहिँ दबाई के थियो त यहाँ सेकेन्ड डे ट्रेनिङ भन्छ भन न, भन्ने बेला छैन फेरि। र भोलि प्रोग्रामको लागि चाहिँ यस्तो प्रकारले एकदम तयारी हुँदैछ।
एउटा चाहिँ हो मेरो साथी एडविन र हामी चाहिँ दाजुभाइ जस्तो देख्छ भन्छ सबैले होइन। र हामी दुई सँगै कलेज पढेको र अहिले चाहिँ अब हामी बेलुकाको टाइममा आफ्टर डिनर यहाँनिर यसरी बसिरहेको छौँ गफ गर्दै। त्यही हो, भोलि चाहिँ लास्ट, भोलि चाहिँ प्रोग्राम हुन्छ होइन, त्यहाँदेखि चाहिँ हाम्रो ट्रेनिङ सकिन्छ र त्यही छ अहिले। र हेलो एभ्रिवान, र आज चाहिँ थर्ड डे र आज फाइनल डे पनि हो अनि आज चाहिँ प्रोग्राम हुनेवाला छ र हाम्रो चाहिँ बिहानै रेजिस्ट्रेसनहरू गरेर होइन यस्तो प्रकारले यहाँनिर आइडी कार्ड, यो एउटा झोला, नोटप्याड, पेन अनि यहाँनिर यस्तो यहाँ हेर्नुहोस् ब्याच पनि पाएको छ होइन, इन्टरनेसनल इयर अफ कोअपरेटिभ्स 2025। र त्यही हो, अब आज प्रोग्रामहरू एटेन्ड गरेर त्यहाँदेखि चाहिँ आज अब कति बेला हुन्छ घर फर्किनु छ होइन, बिमल भाइ र म। त्यही हो, साथीहरूले चाहिँ बसौँ भन्दैछ तर अब फर्क्यौँ भनेको है। र हेर्दै गर्नुहोस्, अपडेट दिँदै गर्नेछु। र अहिले चाहिँ भने अब केही क्षण बादमा प्रोग्राम सुरु हुन्छ होइन। र अहिले चाहिँ आजको चिफ गेस्टको पर्खाइमा सबैजना असला चाहिँ मैले 250 मा एउटा बुक गरेको छु है। बोला एकदम दामी दामी माछा, चिप्लो चिप्लो माछा। खोलामा चाहिँ उयो बेसी सास पर्छ बचाउने र अबको केही क्षण बादमा आजको चिफ गेस्ट आउनुहुनेछ र त्यस पश्चात प्रोग्राम सुरु हुनेछ। र अहिले चाहिँ हामी यसरी यहाँनिर बसिरहेका छौँ टपतलामा, एकदम यहाँ माथि पनि खाली छ र यहाँ मुनि पनि मान्छे बस्दै आइरहनु भएको छ र बाहिर पनि एकदमै बेसी मान्छे हुनुहुन्छ है। सरकार के सम्माननीय मुख्यमंत्री महोदय सर आप दीप प्रज्वलन करके हमारे इस कार्यक्रम को शुभारंभ करने की कृपा करें। मुख्यमंत्री महोदय के साथ साथ सहकारिता विभाग के माननीय मंत्री श्री अरुण रेड्डी जी, NCOI के माननीय अध्यक्ष श्री दिलीप संघानी जी, कर्नाटक के कानून संसदीय मामला विभाग के माननीय मंत्री श्री LC पाटिल जी, गुजरात विधानसभा के माननीय उपाध्यक्ष श्री जेठाभाई अहिर जी और सभी जन को हमारे सिक्किम विधानसभा के उपाध्यक्ष दीप प्रज्वलन में सहभागी बनने के लिए आग्रह करता हूँ। से मुस्कान लोगों की घर की मुस्कान में कामों के घर पर लौटा देते हैं। मुख्यमंत्री महोदय ने कर क्षेत्र कार्यबाट प्राप्त गरेको उपलब्धि सम्माननीय मुख्यमन्त्रीले ग्रहण गरिसक्नु भएको छ। र अब चाहिँ भने हामी ट्रेनिङहरू पुरै सक्यो, प्रोग्राम सक्यो अनि अब चाहिँ घर फर्किने बेला भयो र हाम्रो बिमल भाइ र म चाहिँ यहाँनिर फेरि सामान प्याकिङ गर्दैछौँ घर जानको लागि। र मनोज भाइ चाहिँ यहाँनिर भयो भने बस्ने, एक रात बसेर गाडी पाउँदैन हाम्रो गाडी लिनु कि त्यही कारणले गर्दामा फेरि भोलि मात्रै फर्किने भएको छ, फर्किने बेला भएको छ। र 3 दिन एकदमै राम्रोसँगले बित्यो है। त्यसै कारणले गर्दा त्यही हो, अब चाहिँ अस्ति आउँदा चाहिँ अलिकति हतार थियो, अलिक छिटो छिटो आयो। आज चाहिँ बिमल भाइ र म ससले नै जानुपर्छ होइन। नरुवा त हेर हो, ल्या रुन थाल्यो दुईजना। अब फेरि जिग्रीहरू छुट्टिन आँट्यो नि त। र अहिले भने चाहिँ बिमल भाइ र म सिङताम आइपुगिसक्यौँ होइन। र हामीले बाइक यहाँ चाहिँ राखेर बिसाएको, रेस्ट गरेको। र बिमल भाइ चाहिँ यहाँनिर छ होइन। र एकदमै बेसी गरम भयो। यहाँ हेर्नुहोस् न, अब सिङताम आइपुग्दासम्म हामी यो ज्याकेटमै थियो नि त, यस्तो ज्याकेट मोटो मोटो ज्याकेटमा, किनभने फेरि बाइकमा चाहिँ हावाले फुक्छ नि त, हावाले फुकेर एकदमै चिसो हुन्छ। त्यही भएर चाहिँ हामी एकदमै यसरी मोटो मोटो ज्याकेटहरू लगाएर आएको छ होइन। र यहाँ चेस्ट गार्ड पनि लगेको छु। र अब चाहिँ हामी आज लगभग घरै पुग्नेछौँ। र त्यही हो, तपाईँहरूलाई अबदेखि उता म फेरि भ्लगहरू अपलोड गर्नेछु मेरो
युट्युब च्यानलमा, फेसबुक पेजमा अनि इन्स्टामा चाहिँ सर्ट भिडियोहरू हाल्नेछु है। त्यहाँबाट तपाईँले हेर्नु सक्नुहुनेछ र सबै तिनैवटामा च्यानलको नाम अथवा पेजको नाम इन्स्टामा सबै सेम नाम छ, मालिकुम ब्लगर भनेर। हेर्नुहोस् होला, सपोर्ट गर्नुहोस् होला है त। र गरम निकै नै बेसी भयो र मैले चाहिँ ज्याकेटहरू पनि यसरी खोलेँ है। र हाम्रो चाहिँ दुईवटा ब्याग थियो, एउटा मेरो यो हो, एउटा बिमल भाइको। र यो ब्यागलाई चाहिँ पछाडि यसरी मजाले बाँधेँ होइन रोपले, अनि मेरो ब्याग चाहिँ भाइले बोकिदियो। त्यसो गर्दा कुदाउनु पनि सजिलो हुन्छ भनेर। गरम भएन आमा खोले न एकछिन, अलिक शीतल त हुन्छ त्यहाँ फेरि लाउँदा पनि। र त्यही हो, अहिले चाहिँ हामी यो जग्गामा छौँ र अहिले भने चाहिँ हामी निकै माथि आएर बिसाइरहेको छौँ, किनभने अलिक थाक्यो नि त र भाइलाई पनि अलिक थाक्यो बिसाउँ भनेर चाहिँ यहाँ हामी दुई यसरी बिसाइरहेको छौँ होइन भाइ। गल्यो तिमी त्यो बानी नभएर लामो त्यो राइड गर्ने बानी नभएर कि त त्यही हो। भाइ चाहिँ अब साह्रै टाढो बाटोमा चढेको छैन रहेछ नि त बाइकहरूमा। अब त्यो पछाडि हेर्नु नि, अब सिटै यस्तो छ होइन, यहाँनिर बस्दा बस्दा बिचरा दुख्छ नि त, कतिवटा त्यो उयोहरू पनि हुन्छ होइन। अब त्यही हो, अहिले चाहिँ अब हामी एकछिन यहाँनिर बिसाइरहेको छौँ र अबको हामी केही क्षणमा बिसाएर फेरि यहाँबाट हाम्रो घरतर्फको यात्रा सुरु हुनेछ। र अहिले चाहिँ त्यही हो, यो त्यस्तो बेसी भएको छैन, यो नयाँ ब्रिज बनिएको। पहिला चाहिँ यो यहाँ माथिबाट पुरै यस्तो घुमेर हिँड्नु पर्थ्यो नि त गाडी, अन्त यहाँ पहिरोहरू बेसी जान्थ्यो है एकदमै। यो अब बर्खाको सिजनमा चाहिँ रिक्स छ त्यो बाटो हिँड्नु होइन। र यो पुल बनेर चाहिँ एकदम राम्रो भयो, सेफ पनि भयो, छिटो पनि हुन्छ होइन। र यहाँबाट हेर्नुहोस् यस्तो यहाँ तल देख्दो रहेछ होइन, एकदमै हाइटमा छ तल। तल चाहिँ यहाँनिर एक्सिडेन्ट भएर झरेको गाडी पनि रहेछ यहाँनिर, सेतो सेतो देख्दै गरेको चाहिँ कसको हो, त्यस्तै हो दशा भन्ने कुरा होइन। र त्यही हो, अब फेरि नेक्स्ट भ्लग अब कहिले हुन्छ म बनाउने छु होइन। र अब म 1-2 दिन बादमा फेरि मोटो भ्लग पनि बनाउँछु भनेर सोचिरहेको छु है। र त्यो क्यामेराको 1-2वटा त्यो सामानहरू मगाउनु छ होइन, अन्त त्योहरू आएपछि चाहिँ त्यहाँदेखि म स्टार्ट गर्नेछु। र तपाईँहरू सबैजना जति पनि मेरो भ्युवर्स हुनुहुन्छ, जति पनि मेरो भिडियो हेर्नुहुन्छ है, तपाईँहरूलाई धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु कि तपाईँहरूले मेरो भिडियोलाई पर्खेर भए पनि हेरिदिनुहुन्छ, माया गरिदिनुहुन्छ। र आउनेछ चाँडै नयाँ ब्लगहरू पनि है।